हेलो गाइस, आज चाहिँ हामीले मुकबाङ भन्नाले यस्तो प्रोफेसनल मुकबाङ चाहिँ होइन हल्का फुल्का गफ गर्दै खाना लागेको। यो चाहिँ खसीको मासु मेरो साथीले बनाएको, चिप्स अनि सलाद अनि अचार छ बदाम र आलुको है त। अनि यो चाहिँ हाम्रो जुस हो। अब हामी हजुरहरूलाई खाएर देखाउनेछौँ। यो मटन करी बनाउने चाहिँ ऊ त्यो हो मेरो साथी है त। ल हेलो गाइस, आज चाहिँ हामी मुकबाङ लिएर आएको छ। मुकबाङ भन्नाले त्यस्तो प्रोफेसनल टाइपको चाहिँ होइन, लिएर आएको छु भन। अनि आज चाहिँ हाम्रो खसीको मासु छ अनि अचार अनि सलाद अनि चिप्स अनि त्यस पछाडि मेरो साथीले के स्पेनिस खाना बनाएको छ अनि आज ट्राई गर्दैछु। अनि खाना भयो है, अनि हामी हजुरहरूलाई खाँदै गफ गर्दै इन्जोय गराउनेछौँ। तर त्यस्तो मजाले अब सबै खाइसक्नु सक्दिनँ, थाहा छैन कति खान्छौँ। हजुरहरू हेरेर इन्जोय गरिदिनु होला है त। कुन हड्डी देखेको कुन चाहिँ हो? त्यहाँ हड्डी हालिराख आज कुन हड्डी अझै त्यो भन्दा ठुलो देखेको त्यही ठुलो ल्याइराख। त सही आएको छ है। मलाई खसी तैँले नुन चाहेन? केही चाख्दैन। एकचोटि चाख्न भनेको कस्तो होला। कतिखेर तैँले चाख्छ होला त बनाउँदा? चाहे तर मलाई त्यो आफूले आफ्नो टेस्ट खै टेस्ट गर्नु पर्यो बिर्सेँ त। यो होइन यो चाहिँ यो चेस गर्नु ब्रो। हाम्रो चेस ल खसीको हड्डी है। सही भएछ त्यस्तै। अब हामी चाहिँ नेपालीमा खसी भन्छौँ, अरू इन्डियनहरूले चाहिँ अनि इङ्ग्लिसहरूले चाहिँ मटन होइन। नेपालको फ्लेभर आएको है। भोजहरूमा खाने जस्तो आएको है। त्यो गाउँघरको भोजहरू हुन्छ नि। मलाई त यस्तरी बसेर खाना हुँदैन कि यस्तो चाहिन्छ। मिठो गाइस, हाल्ने नि आलु र बदाम ए अच्छा प्याज हाल्ने भनेको त के छ जुस जुस अब ह्याप्पी विकेन्ड। हाम्रो विकेन्ड चाहिँ यसरी बित्छ है गाइजहरू है। तर है प्रायः त्यस्तै गरेर बित्छ यार हाम्रो। खायो मासु लिएर आयो पकायो। हप्ताको 2 दिन छुट्टी हुन्छ नि त होइन, 2 र 3 दिन। भात त डल्लो डल्लो पऱ्यो है, प्लास्टिकको त परेन यतामा। मलाई त्यसो लाग्यो त। ओइ के हो सबै पिरो भयो त यार। मलाई छिटो लाग्यो हौ। उडपोले जस्तो भयो। हिजो बेलुका कस्तो खतरा पिरो खायो यार। नेपालतिर पुरा त चामल हो क्या स्टिकी राइस एकचोटि कस्तो उस भएको थियो नि। पुरा त्यो प्लास्टिकको बेच्न भनेर पुरा उयो नै छ त होइन। गाइजहरूलाई पनि थाहा छ होला नेपालमा त्यस्तो भएको थियो भनेर। हो हामीले त त्यो एक्सपेरिमेन्ट पनि गरेको के। कस्तो भएको थियो भने होइन यस्तो गर्ने भात हुन्छ नि होरिएको यस्तो हुने होइन यस्तो हुने बल जस्तरी अनि बुडुङ बुडुङ गरेर उफ्रिने क्या गरेको भएको। के गर्ने त्यो चामलै कताबाट लिएर आएको भन्ने नि थाहै नै भएन। मेरो साथीको रेस्टुरेन्टमा त्यस्तै पर्छ यहाँ डराउन डराउँदा नखानु त्यहाँ होइन त्यो त हाम्रो उस भएर हो चिसो भएर हो। त्यस्तो आयो सिस्टम उयो त्यस्तो त हुन्छ नि त्यस्तो साह्रो हुँदैन। वाह 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 पछि हाम्रो साकेला नाच्दा क्या
लास्टमा त वाह रे वाह खै के भनेको थियो कि यो त मेरो खुसीलाई त्यसो भन्दै कुराको नचाउँदै नाच्दै हिँड्छ फेरि पनि त्यो नाच्नु कति धोको थियो यार लास्टमा नाच्न पाएन नेपालीहरू जान गर्ने होइन अलिअलि नेपाली भनेर चिनाउनु पर्यो होइन लास्टै रमाइलो भएको थियो होइन नेपालीहरू चाहिँ स्पेसली के केटाहरूलाई चाहिँ त्यो एकदमै इगो हुन्छ क्या हो क्या लाइक हुन्छ नि नेपाली हो वेयर गोर्खाली सन है म त अरू भने नि त वैशाखहरू भए पनि त भन्नु बालीहरू पनि म्याटर भइसकेको होइन मासु मासु खानु सबै हड्डी हड्डी खान्छ अरे मलाई मनपर्ने हड्डी भाइ यो खान्छु ल एउटा मलाई हड्डी मनपर्छ त कसम यहाँ मात्रै हो र मासु मासु मन पराउँछ त हो कसले मान्छेहरूले म मान्छेमा हो त चाहिँ हो म पनि त्यही त खान्न मेरो आउँदै आएन म त लु त्यो भएर नेपाल जस्तो भएको सबै नेपालीको त अनि मेथी हाल्यो लङ हाल्यो सुकमेल हाल्यो के भन्छ अरे त्यसलाई त्यो लिभ हाल्यो बेलिभ हाल्यो अनि त्यसपछि मरिच हालेन कहाँ मरिच हाल्छ अनि त्यसपछि करी मसला हाल्यो अनि के त हामीले त्यो मसला नै ब्लेन्ड गर्यो त अनि ब्लेन्ड गर्ने भनेको तर ब्लेन्ड टोटली चाहिँ भएन तर पनि त्यो गर्यो अनि जिन्जर गार्लिकको पेस्ट हाल्यो सबै रेसिपी भन्दैछ गाइड गर्दा खाँदैन तिमीहरूकोमा म त राइस चाहिँ खाँदैन खान्छ राइस हप्तामा एकचोटि त्यो बासमती नै बासमती सादा पकाइ हाम्रो अनि त्यो टमेटोको उयो हुन्छ नि टमाटर अचार बनाउँछ बनाउँदै तिमीहरूको बनाउँदैन होला हाम्रो त्यो टमाटरको साल्सा बनाउँछ क्या कोहीतिर खाँदैन नि होइन जितेको हो मैले कहिले जित्थेन माइली बहिनी खतरा खान्छ फेरि मेरो बहिनी माइली बहिनीले जित्थेन त्यो त्यसको ठ्याक्कै त्यो पिरोको सर्को पर्यो क्या त्यतिखेर ठ्याक्कै चान्स पायो नि त त्यसरी मेरो कपाल पनि थिएन म त छक्क परेको तेरो भिडियो भनेर अर्कै देखिने क्या सुरुमा त क्याप स्याप लाएर ज्याकेट स्याकेट लाएर अलिकति हुन्छ नि त त्यो गरेर बसेको गऱ्यो त्यो पिरो खाएर त अब फेन पुरा लगाइदिए है राउन्डमा लगाइदिए त्यो पनि भएन लास्टमा गएर ज्याकेट स्याकेट क्याप खोलेपछि त सबैजना हाँसेको रे क्या
जग्गा है हम्म जग्गा स्पेनिश अर्को देखाउनु हाँ त्यति हाल्दैन के सक्न पनि यति मेहनत गरेर बनाउँछ मिठो छ त चामल राम्रो खाँदो रहेछ नि त खै के लेखेको हुन्छ निलो कलरको निलो र व्हाइट लाल कलरको नो त्यस्तो होइन होइन खै 2-3 केजीको हुन्छ यत्रो ठुलोमा हुन्छ मोटो मोटो हुन्छ कि चामल सायद त्यो पनि होला सायद तेल अर्को लेखेको पनि होला तर अर्कोमा युज गर मेरो सामले जति पुरा सुसी खाने चामल ल्याएको छ पकाइदिए मेरो तल भात पकाइदिएको जब सुसी खाने चामल कस्तो हुन्छ होइन लात लात हुन्छ नि त कसले खान्छ आफू भएछ अनि मेरो त होइन भनेको यो त सुसी खाने हो अर्को बासमतीले भात खाने आजभोलि जहिले बासमती ल्याइरहन्छ हामी साउनीहरूको कुरा गर्छ कति थोक सकिन्छ नगरौँ क्या झगडा छोडिदिउँ त बिर्स्यौँ क्या 2-3 दिनको लागि जति दिनसम्म छुट्टी हुन्छ त्यो तिनीहरूको त्यो अफिसको कामको कसैको केही कुरै नगर्ने तिनीहरूको सन्तानकै नसम्झिने तर अस्ति म 2 दिन चाहिँ साँच्चै रिल्याक्स गरेर सुतेँ यहाँ अस्तिको हप्ता सुतिनँ त त्यसपछि फेरि म स्टुडेन्ट आइहालेँ त्यसपछि दिन आराम गरिदिइहाल्यो होइन कस्तो निन्द्रा आएको है त्यतिखेर त मलाई त होइन जे होस् होइन हामीलाई होइन यसो विचार गर्दाखेरि 1-2 महिनामा चाहिँ 2-3 दिन यस्तो हुन्छ नि एक्स्ट्रा छुट्टी चाहिँ दिए हुन्थ्यो क्या हामी खुसी भए पो त्यो लागि त हो दुःख गरेको हामीले भात नखाए कसरी बाँच्नु सक्छ मान्छे मान्छे भात पेट नभरिकन हामी मान्छे जिउँदो हुन्छ त हुँदैन सही भनेको अगायो भनेर अगाएको जस्तो पनि फिल भएन हो त्यो स्वाद हुन्छ नि त्यो के टेस्टी भएको यो त छुँदै छैन यार गर्दैछौँ हजुरहरू आशा छ हजुरहरूले इन्जोय गर्नुभयो इन्जोय गर्नुहुनेछ र हामीलाई धेरै माया गरेर लाइक सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा त्यति धेरै त छैन फ्यामिली थोरै नै छ तर पनि खुसी छु अनि प्लस म चाहिँ अब एभ्री टाइम चाहिँ आउँदिनँ किनभने मसँग कन्टेन्ट हुँदैन नि त म चाहिँ अब डोमेस्टिक वर्कको काम गर्छु अनि मसँग त्यस्तो धेरै टाइम पनि हुँदैन अनि म विकेन्डमा कहिलेकाहीँ अब साथीहरूसँग मिल्यो भने मन भयो भने बनाउने हो त्यही भएर हजुरहरू माया गरिराख्नु होला है त subscribe her channel Thank you.